सबैलाई नमस्ते, गुड मर्निङ सबैलाई। तपाईँलाई मेरो भ्लगमा स्वागत छ। तपाईँहरूलाई कस्तो छ? मलाई यहाँ सन्चै छ। सन्चै छ भनेर के भन्नु, मौसम ठिक छैन। 2 दिन भइसक्यो, घाम लागेकै छैन भने। त्यसमध्ये झन् जाडो पनि कति हो। जाडोमा झन् पानी परिरहेको छ भने। अनि त्यसपछि चाहिँ म यहाँ गाउँमा 2 हप्ता जति बसेँ म। हाम्रो चाहिँ छुट्टी थियो, त्यस कारणले म 2 हप्ता जति बसेँ म। त्योभन्दा अगाडि चाहिँ म काठमाडौँमा गएको थिएँ। खास त्यहाँ साथीहरूसँग भेट्न गएको थिएँ, साथीभाइहरूसँग भेट्न गएको थिएँ। अनि साथीसँग भेट गरेँ अनि धेरै रमाइलो भयो। धेरै ठाउँहरूमा हामी घुम्न गयौँ र त्यहाँ पनि म 15-16 दिन जति चाहिँ बसेँ। त्यसपछि म आफ्नो गाउँतिर फर्केँ छठ मनाउनको लागि। त्यसपछि म त्यहाँ काठमाडौँमा पहिला 4देखि 10 क्लाससम्म म त्यहाँ पढेँ। यसरी चाहिँ मैले त्यहीँ दिएको हुँ र केही कारणले, केही समस्याले गर्दाखेरि म यहाँ आफ्नो गाउँतिर फर्केँ र अहिले म वीरगन्जमा पढ्छु। अहिले म 12 क्लासमा पढिरहेको छु र हिजोदेखि हाम्रो क्लास सुरु भयो र हिजो म गएन र आज म वीरगन्ज जान्छु। त्यहाँ गए पनि म आज कलेज चाहिँ जाँदैन। भोलिदेखि चाहिँ म कन्टिन्यू कलेज गर्छु र अहिले 8 बजिरहेको छ। मेरो घरमा खाना पनि पाकिरहेछ। खानासाना खाएपछि म 3 या 4 बजेतिर म चाहिँ वीरगन्ज जान्छु। त्यहाँ गए पनि म त्यहाँ भिडियो बनाउँछु। पुष्पराजको डायलग बोल। अलिक कसके अब तिमी गीत गाऊ। दुश्मन हेरे कता हिँडेको बिजुली बारेर हाट भएर पाट भएर पिप्टी भएर हामी किप्टी भएर कता हेरेको हरे मैले त्यसमा छँदै त्यसले हेरेको हरे। हो ठिक छ। यो चाहिँ दुर्गेश थापाको ठुलो बिग फ्यान हो कि न? सो गाइज, मैले खानासाना खाइसकेको छु र म वीरगन्ज जानको लागि रेडी भइसक्यो। अहिले चाहिँ 2 बजिसक्यो। आफ्नो सामान प्याक गरेर यो साइकलले म वीरगन्ज जाँदैछु। चाहिँ साइकलले त्यहाँ वीरगन्ज चाहिँ लगभग 1 घन्टा 45 मिनट या 2 घन्टामा म पुग्छु। सो फ्रेन्ड्स, म चाहिँ वीरगन्जमा आइसकेको छु। यहाँ चाहिँ बिहानदेखि नै पानी परिरहेको छ, अहिले पनि हल्का हल्का परिरहेको छ। अब चाहिँ म आफ्नो रुममा जान्छु। साथीहरू, म चाहिँ आफ्नो रुममा आइसकेको छु। त्यहाँदेखि यहाँ आउनलाई मलाई 2 घन्टा जति लाग्यो र म 2 घन्टा जति साइकल चलाएँ र म एकदमै धेरै थाकिसकेको छु। अब चाहिँ म रेस्ट गर्छु, आराम गर्छु। भिडियो हेरिदिएकोमा सबैलाई धन्यवाद।